उठ्नै नसक्ने ऋण लागेको छ, सबैको निन्दा खेप्नु परेको छ, कसैको बेइमानी भएर बस्ने इच्छा त छैन तर स्रोत बनेको छैन, सबैको निन्दा चपेटा कुराहरू सुन्नु परेको छ। त परमेश्वरलाई धन्यवाद गर्नु। इज्जत गए पनि मेरो जाँदैन, बेइज्जत भए पनि मेरो हुँदैन, प्रशंसा भए पनि मेरो होइन, सब कुरा तपाईँको पिता तपाईँ जान्नुहुन्छ। यो ऋण मेरो होइन हजुरको, हजुर जान्नुहुन्छ। कसैले मलाई गलत भन्दैछ भने अब त मेरो सम्बन्ध हजुरसँग जोडिएको छ। कसैले गलत भन्दैछ भने हजुरलाई भन्दैछ, मलाई होइन। कसैले चोट दिँदैछ भने हजुरलाई हो, मलाई होइन। कसैले तिरस्कार पारिरहेको छ भने मलाई होइन पिता, हजुरलाई हो। जब सबै कुरा ईश्वरलाई दिनुहुन्छ नि, मलाई नै हो भनेर कसैका तुच्छ कुरा पनि मैलाई हो। रोग लाग्यो मैलाई लाग्यो, ऋण लाग्यो मैलाई लाग्यो, डर लाग्यो मैलाई लाग्यो, समस्या आयो मैलाई आयो, असफलता आयो मैलाई आयो, काम बनेन मेरै बनेन मेरो भनेर लिनुहुन्छ नि, तब परमेश्वर भन्नुहुन्छ तेरो। तब यो त मेरो होइन पिता, सबै हजुरको भनेपछि परमेश्वरले आफूले लिएर समाधान हाम्रो अगाडि प्रकट गरिसक्नुभयो।